उति धेरै बाँसको घरहरू बनेको रहेछ यो एरियामा। यो मनहरा खोलाको किनारको बस्ती हो, जुन चाहिँ डोजर लगाएर भत्काइएपछि अहिले यहाँ कुनै पनि बस्ती छैन। यहाँ बस्तीहरू सबै हटाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह सरकारले अचानक डोजर चलाएपछि देशभरि वास्तविक सुकुम्बासी र सुकुम्बासीको नाममा हुकुमबासीहरूको एक किसिमको बिजोग पनि भएको छ। काठमाडौँ उपत्यकाको बागमती, मनहरा खोला लगायत विष्णुमती लगायत नदी किनार र सार्वजनिक जग्गाहरू अतिक्रमण गरिएको ठाउँहरूमा खाली गरिएको छ। र यहाँ यस्तो संरचना थिएछ, सायद यो सुँगुर फार्महरू थियो कि जस्तो देखिन्छ। यतातिर एकदम फोहोर गनाइरहेको छ, लिचड फोहोर। के हो यसरी खोला नजिकै छ हैन, खोलालाई यसरी एकदम खोलाको डिलमा बसेको छ। अब यो बर्खाको टाइममा यो खोला परेपछि यो खोला चाहिँ यो बस्तीतिर पस्ने गर्थ्यो हरेक साल हैन। र यहाँको अब मान्छेहरूको त्यति बेला पनि बिजोगता हुन्थ्यो नि एक खालको। अहिले चाहिँ अब प्रधानमन्त्रीले त्यस्तो बिजोग हुन नपरोस् भनेर यो हटाएको भनेर भन्ने उहाँको तर्क छ। प्लेन किनारे